आज 2082 साल फागुन 22 गते। हिजो 2082 साल फागुन 21 गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो र निर्वाचनको परिणाम धमाधम आउन सुरु गरिरहेको छ र परिणाममा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पङ्क्तिमा देखिएको छ। धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रस्थान हासिल गर्दै गरेको अवस्था छ। विशेष गरेर झापा क्षेत्र नम्बर 5 मा पूर्व प्रधानमन्त्री श्री ओली, हाम्रो केपी शर्मा ओली र बालनज्यूको घमासान युद्धमा बालनज्यू निकै अगाडि हुनुहुन्छ। त्यस्तै गरेर सर्लाहीमा पनि हाम्रो नेपाली काङ्ग्रेसका युवा नेता तथा सभापति गगन थापा पछि हुनुहुन्छ, अमरेश कुमार सिंहको पछाडि हुनुहुन्छ। धन्यवाद।